असारको वर्षामा उ रुजेछ तर पसिनाले कोठामा गुम्सेर उ बसिरहेछ असिनाले झाडोका ठकठकाउँदा हडबडाउँछ तर्सिनाले पंखामा डोरी बेर्यो उसले आफ्नै तरिकाले वैशाख 7 गते म उसको साथमा थिएँ उ ध्यानपूर्वक एउटा चिठी पढ्दै चार पाटे आतुरता मनमा उसको मैले त्यहाँ चाल पाथे हिजोको फरासिलो 81 एकल काटे म परिकल्पनामा उसको छेउमा बसेपछि उसका दुई आँखाले दर्शाउँदै उसको हरिगति मेरो आभास पारा मुस्कुरायो अलिकति तर त्यो अलिकति उसको लागि सके जति प्रश्न मैले राखे तर प्रश्न उसले पारेन प्रसङ्ग पल्टाउन लाग्यो कष्ट उसले ढाकेर कस्तो राम्रो अभिनय अस्कर दिन्थे हुने भएर रहस्यमय त्यो वार्तालाप सेलाउँदैछ उसको हृदय खै के सम्झिँदै निधार माथि गाँठो पार्यो असलामा आलिकम भन्दै आफ्नो बाटो लाग्यो म पनि गाँथेर कम पछ्याउँदै त्यो तल्लो बाटो नष्ट उसको पराक्रम टेकेपछि त्यो स्थलको माटो आफ्नो घरको साटो पुग्यो केटो अर्कैतिर किन यहाँको रूप र रुवाबासी चारैतिर किन यी व्यक्ति द्रवीभूत हातमा आरती र धूप त्यहाँ चलिरहेको त्यो क्रिया त्यतिकैमा मेरो आँखा पुग्यो जुझ्न उसँग उसको आँसु अब सके छैन लुक्न गम्भीर भावना उसको लाग्यो कण्ठ सुक्न अब छिटै पर्छ रात घाम आँटिसक्यो डुब्न ल अब खुरुक्क नढाँटिकन भन् तँलाई मेरो कसम उ भन्दै ल हामी कतै एकान्तमा बसम अनि हामी दुवैजना पुग्यौं पारी बगैँचामा शान्त त्यहाँको परिवेश जस्तै कुनै परीक्षामा फेरि दया भाव आयो बिचारा ठिटा माथि अघि देखिरहेको सब रहिछ यसको केटी साथी डाको छाडी रुन ला मेरो हातमाथि चिठी राखी आँखा रसाउने शब्द त्यो आत्महत्या पत्र उ बालिका थिई सानी उसको उमेर बल्ल 17 कसरी सकी होला उसले यस्तो घटना रच्न म दङ्ग परे अङ्ग मेरा कामे छन् समग्र उनी गर्भवती थिइन् उनको पेटको आकार बढिरहेथ्यो प्रतिदिन तर गाउँकाले चाल पाउनु भन्दा पहिला उनी भिरको त्यो डिलबाट हाम फालिदिन् उसको निर्दोष परिवार बसिरहेछन् भ्रममा उ भिरबाट खसिरे घाँस काट्ने क्रममा यो सम्बन्धको सल्लाह गर्न हुन्थ्यो त्यहाँ तर मैले ढोग्ने अल्लाह र उसको दैव ब्रह्मा त्यति भनेर उ हेरी बस्यो तारामण्डल लाग्छ निराश छ आकाश खोला नाला जङ्गल मेरो खोपडीमा प्रश्नहरू खेलिरहेछ दङ्गल उसलाई रोग लाछ मानसिक आफैमा उ अधैर्य उन्मादी र विनाशी पागल भन्छन् सबैले अँध्यारोमा आँखा छोपी बसिराख्छ जहिले अतीत आफ्नो बिर्सिन सके छैन त्यसैले असारको वर्षामा उ रुजेछ तर पसिनाले कोठामा गुम्सेर उ बसिरहेछ असिनाले झाडोका ठकठकाउँदा हडबडाउँछ तर्सिनाले पंखामा डोरी बेर्यो उसले आफ्नै तरिकाले